गुड मर्निङ माई डियर फ्रेन्ड्स। आज फेरि म हजुरहरूलाई 5x5 पजल्स गेम सिकाउन गइरहेको छु। सर्वप्रथम वानलाई सेट गर्ने, टूलाई सेट गर्ने, थ्रीलाई सेट गर्ने, फोरलाई सेट नगर्ने, फाइभलाई सेट गर्ने, फाइभलाई सेट गरेपछि फाइभको ठिक तल फोरलाई लिएर आउने, फाइभलाई साइड गर्ने र फोरलाई सेट गर्ने, सिक्सलाई सेट गर्ने, सेभेनलाई सेट गर्ने, एटलाई सेट गर्ने, नाइनलाई सेट नगर्ने, टेनलाई सेट गर्ने, नाइनलाई टेनको ठिक तल लिएर आउने र टेनलाई साइड गर्ने र नाइनलाई सेट गर्ने, 11 सेट गर्ने, 12लाई सेट गर्ने, 13लाई सेट गर्ने, 14लाई सेट नगर्ने, 15लाई सेट गर्ने, 15लाई साइड र 14लाई सेट गर्ने। 14लाई सेट गर्नेको बादमा पहिला 16 र 21लाई सेट गर्ने। 21लाई सेट गर्नको लागि सर्वप्रथम 21लाई पहिला र 16लाई पछाडि राख्ने, 21लाई तल र 16लाई माथि गरेर राख्ने। 17 र 22लाई सेट गर्ने, 22लाई अगाडि र 70लाई पछाडि राख्ने र 22लाई तल र 17लाई माथि गरेर राख्ने। 18 र 23लाई सेट गर्ने, 23लाई माथि र 18लाई माथि र 23लाई तल राख्ने र 24, 90 र 20लाई रोटेट गरेर सेट गर्ने। ओके।